केटा होइन चेल्सीसँग जे भयो अब त्यो कुराबाट मुभ अन भएर अगाडि बढ्नुपर्छ होइन, किनकि हामीले खानु धोपी खायो होइन, 3-0 भयो। अब त्यो कुरालाई बिर्सेर अब नयाँ कुराको लागि होइन, हरेक कुरा नयाँ 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 कुरा एक्सप्लोर गर्दै अगाडि बढ्नुपर्छ होइन। अनि आज चाहिँ फेरि होइन बार्सलोना भर्सेस डेपोर्टिभो एलाभेजको गेम छ होइन। आइएम प्रिटी कन्फिडेन्ट अनि म पोजिटिभ छु, किनकि बार्साले यो गेम हाई स्कोरिङ गेम गरेर जित्नेवाला छ। जुन जसरी बिराज भएको थियो चेल्सी त्यो रिस ल्याएर डेपोर्टिभो एलाभेजलाई पुग्छ होइन। आइएम प्रिटी कन्फिडेन्ट। अनि अहिलेको न्युज अनुसार चाहिँ अब पेड्री इन्जुरीबाट ब्याक भएन, सायद खेले पनि 10-15 मिनट खेल्लान्, सायद खेल्दै नखेल्लान् होइन। अनि त्यसपछि यता अरू त अब लेभेन्डस्की, फर्मिन पनि इन्जर्ड है केटा, फर्मिन पनि इन्जर्ड छन् है। अनि फरान, लेभेन्डस्की, रासफोर्ड, राफिनिया सबै छन् एट्याकिङमा होइन। अनि यदि आज बार्साले जित्यो भने चाहिँ दे विल बी गोइङ टु टप अफ द टेबल अनि 2 पोइन्टको लिडमा होइन। किनकि अहिले करेन्टली चाहिँ बार्सा 1 पोइन्टले तल छ है, सेकेन्डमा छ है। अनि आज टपमा जाँदा बित्तिकै यदि विन निकालेर बार्सा टपमा जाँदा बित्तिकै रियल मड्रिडलाई प्रेसर आउनेछ होइन। अनि फेरि रियल मड्रिडको अवे गेम छ जिरोनासँग, अवे फ्रम होम। जिरोनाको खासै राम्रो पर्फर्मेन्स त छैन, तर रियल मड्रिडको पनि डिफेन्स लाइन अहिले छैनन् कोही पनि भनौँ, सबै इन्जोर्डै छन् भनौँ होइन। सो बार्साको यो अपर्च्युनिटी होइन टपमा जाने अनि पोइन्टको लिड लिएर। अनि यदि रियल मड्रिडले भोलि ड्र अथवा हारेको खण्डमा बार्सा टपमै रहनेछ। सो आज जसरी पनि जित्नै पर्नेछ, आज जित्यो भने सिधै रियल मड्रिडलाई प्रेसर जान्छ। तपाईँहरूलाई के लाग्छ है? मेरो प्रेडिक्सन अनुसार चाहिँ बार्सलोना विल बी विनिङ 4-0, 4-1 निल त भन्न सकिनँ किनकि डिफेन्स लाइन त्यस्तै जोर छैन हाम्रो, 4-1। अनि तपाईँहरूलाई के लाग्छ? प्लिज डु कमेन्ट केटा हो, प्लिज है, प्लिज।